Hello, what's up? Welcome back to our YouTube. Ani तपाईहरुलाई स्वागत छ यहाँ. Or you're welcome back. So this is like Emma Amir in UK. अनि हामी चाहिँ आज युनि जाँदै छौं to do registration. अनि अलिकति टाढा भएको भएर हामी चाहिँ आज के गर्दैछौँ भन्दाखेरि बसबाट जाँदै छौं बिहान. Because in मेट्रोमा चाहिँ ट्रेनमा चाहिँ like 51 pounds जति लाग्ने रहेछ. भनेदेखि हाम्रो बसमा चाहिँ बसको यात्रा अप एन्ड डाउन गर्दाखेरि चाहिँ it might take like 19 pounds. So that's a huge difference. अनि त्यही भएर हामी बिहान उठेर बसमा जाँदैछौँ. अहिले भनेको चाहिँ तपाईको 7:30 बजिसकेको छ. The time here in UK एकदम cloudy छ, but the day is going to be fine, I know. अनि त्यही हो, एकदम टोबीलाई पनि मिस गरिरहेको छु. टोबी boy is like he's very happy. धेरै खुसी छ उ. I mean like just फोनमा फोन कल हुन्छ हाम्रो. अनि टोबी एकदम खुसी देख्छ. कति राम्रो फ्लावर यार. Wow, very nice. अनि Emma, how is you feeling? How is your feeling? Huh? ठिकै. Very nice flower यार. एकदम मन पर्यो. So हामी चाहिँ यहाँ मेन स्टेसनमा गएर we gonna catch the bus. अनि यो बसको यात्रा चाहिँ तपाईको त्यही 2 घण्टा 2.5 घण्टा nearly 3 घण्टा हुनेछ. किनभने त्यो चाहिँ कस्तो हो भन्दाखेरि तपाईको हाम्रो 3टा बस छ. एक्ज्याक्टली आई फर्गेट द लोकेसन कहाँबाट कहाँ झर्ने भनेको मेरो फोनमा चाहिँ छ. सो यहाँबाट एउटा स्टेसनमा गएर झरेर त्यहाँबाट फेरि अर्को लन्डन बस नै लिएर गएर 2टा कन्जिक्युटिभ एउटै लिएर गरिसकेपछि अनि पछि फेरि अर्को चाहिँ त्यसलाई चाहिँ के बस भन्छ, कन्ट्री बस हो कि के बस भन्दा चाहिँ यो जुन लन्डन बस बाइकको बसहरूलाई चाहिँ. अनि मेबी उनो बस. त्यो बसमा चाहिँ हामी चढेर अनि बल्ल युनि पुग्नेछौँ. युनि पुग्ने ठ्याक्कै युनिमै झारिदिने रहेछ. झार्नु चाहिँ त्यहाँबाट हाम्रो जस्तो 10 मिनट जति हिँड्नुपर्छ. सो दिस इज द गाइज. हिजो मोमो खाएर पनि इन्जोयमेन्ट गऱ्यो. अलिकति नुन चाहिँ बेसी भएछ, यताउति के गडबड भएछ अलिकति. अरू त त्यस्तै हो, तर इट वाज भेरी नाइस. अनि त्यही हो, अहिले बिहान कोल्ड मर्निङमा हामी जाँदैछौँ. सो मान्छेहरू पुरै उठेर काममा हिँडिसकेको हुन्छ. उहाँको ड्रेसअप र मेरो ड्रेसअप ल है गाइज. सी यू. राम्रो वाइ क्विक चलो. बिहान 8:30 बजे हेर गरम खाएर हिँड्नु पर्यो. नाइस त. यो के हो खास चाहिँ कस्तो यो हाम्रो नेपालमा पनि हुन्छ यो त. हजुर गाइज. हामी यो यहाँ आइसकेपछि यो युनियन स्ट्रिट बर्नेटबाट चाहिँ हामी बोर्डिङ स्टेज बर्नेटबाट चाहिँ ह्याटफिल्ड जाँदैछौँ. यहाँबाट कति काट्दो रहेछ अरे? यहाँ चाहिँ 3 पाउन्ड काट्ने रहेछ. सो यसरी टिकट लिएर चाहिँ जाने रहेछ. बसमै पेमेन्ट एप्पल पे गरेर अनि त्यहाँबाट अथवा कार्ड छ भने कार्डबाट पे गरेर यसो टिकट लिएर जाने रहेछ. सो दिस इज बस इज गोइङ डाइरेक्टली टु द ह्याटफिल्ड नाउ. अनि गाइज यो बस अलिकति राम्रो पनि लाग्यो है, होइन? जाडो चाहिँ अति नै जाडो छ. अनि मलाई चाहिँ अलिकति त्यहाँतिर बस्नु पाउँछ कि पाउँदैन भन्ने मात्र अलिकति लागिरहेको छ. बाँकी वी इन्जोइङ. जाडो छ. एउटै चौचौको घरमा हिँड्रहेको छौँ अहिले चाहिँ हामी. सो द्याट्स अल गाइज. होप वी कैन ह्याभ अ नाइस डे. Right? Right, Emma?
युनि आइपुगे यहाँबाट सुरु भएको आइसक्यो रिजल्ट हेर्दा नि क्लासिक लगाइरह मलाई युनि ओ जुत्ती के पायो तिमीले देखाउन देखाउन के रहेछ राम्रोसँग देखाउन Aero Express guys we have won this one हामी भर्खर आज के अरे युनि पनि जाँदैछौँ होइन युनिमा आइसक्यो हामी अनि यो ब्याग पनि फ्री अफ कस्ट एडोब प्रिमियर नट एडोब प्रिमियर एडोब एक्सप्रेस डाउनलोड गरेर रेजिस्टर गर्नुपर्ने चाहिँ यहाँको स्टुडेन्ट इमेलबाट सो अब हामी अझ एक्सप्लोर गर्दै जाँदैछौँ अनि हेरौँला के पाउँछ अरू एकदम बवाल छ बवाल एकदम दामी है गाइज होइन म चाहिँ एकदम खुसी छु किनभने लाइक भर्खर युनिकको हामीले जम्मा 1% पनि देखाएको छैन बट युनि इज भेरी नाइस यस्तो दामी रहेछ तपाईँको अब जस्तै तपाईँले के बनाएर यहाँ ल्याएर बेच्न नि मिल्ने रहेछ कि तपाईँको त्यो युनियनमा बसेर जस्तो यो पुरा नाइस यार म त एकदम खुसी छु यार एकदम खुसी छु अनि यहाँ प्लान्टहरू पनि बेच्न राखेको रहेछ होइन अनि युनि इज भेरी नाइस अनि लाइक भर्खर त सुरु भयो होइन बरु स्टिल लाइक हुन्छ नि लाइक हो र नाइस यार खुसी छौ तिमी भन्दा यार 10 गुणा 20 गुणा मै खुसी छु क्या बिकज लाइक यस्तो दामी लाग्यो क्या आई डोन्ट नो अबाउट यु लाइक बट लाइक हुन्छ नि म चाहिँ कस्तो भने मलाई चाहिँ कस्तो भने कस्तो युनिक क्या दामी छ क्या इट्स भेरी नाइस यार भेरी नाइस सो इभेन्ट जोन रहेछ यहाँ चाहिँ सो इफ यु हेभ एनिथिङ यहाँ आउन एकचोटि ट्याक्क यहाँ चाहिँ तपाईँको क्याम्पस डेभलप मेन बिल्डिङ रहेछ हामी जानुपर्ने चाहिँ कलेज लेन छ कलेज लेन कहाँ छ यसो हेर त मलाई जहाँसम्म लाग्छ कलेज लेन यतैतिर हो क्या यो चाहिँ कलेज लेन हुनुपर्छ मलाई जहाँसम्म लागिरहेको छ किनभने यो होइन मेन इन्ट्रेन्स चाहिँ बस एक्सचेन्ज त्यहाँ अन्त 4 रुम भयो कलेज लेन यो रहेछ यहाँ रहेछ कलेज लेन हामी चाहिँ कलेज लेनतिर जानुपर्छ मेन बिल्डिङ टु यो रिसेप्सनतिर जान अहिले हामी चाहिँ लगभग कहाँ छौँ भनेदेखि हामी कलेज यहाँ रहेछ द फोरम यहाँबाट बोल्नु युआर हियर यहाँ छ युआर हियर अनि यहाँबाट यस्तो जाने रहेछ सो कलेज लेन तल छ हामी यताबाट जाँदा नि भयो सो भेरी नाइस दामी छ एकदम कलेज भेरी नाइस सो गाइज हामी चाहिँ यहाँ कलेज रेजिस्ट्रेसनमा फेस टु फेसमा को लागि गइरहेछौँ अनि आज इभेन्ट्सहरू पनि एकदम धेरै भइरहेको छ मेन रिसेप्सन चाहिँ यहाँ रहेछ नि त कलेज लेनको यो नि कलेजको कुरा गर्नुहुन्छ भनेदेखि इट्स भेरी नाइस University of Worcestershire Mary Bailey Walk wow very nice अब इभेन्टहरू कति भइरहेको अरे त्यहाँ नेपाली कस्तो लागिरहेको स्पेलिङ सो गाइज तपाईँहरू चाहिँ के गर्न सक्नुहुन्छ भनेदेखि यसलाई फलो गर्नुहोस् इन्टरनेसनल स्टुडेन्ट रेजिस्ट्रेसन भनेर त्यहाँ हुन्छ अनि यो म्याप हेर्दै फलो गरेर मजाले जानुभयो भने तपाईँको पहिलो जुन फेस टु फेसवाला जुन अपोइन्टमेन्ट हुन्छ जुन रेजिस्ट्रेसन हुन्छ तपाईँहरू इजिली जानु सक्नुहुन्छ सो एकदम वेल म्यानेज गरेर राखेको छ यो युनिभर्सिटी इट्स भेरी नाइस यस्तो हेर्छ है सो स्पेक्ट्रा इट्स भेरी नाइस है अब उताहरू चाहिँ मेन इन्ट्रेन्स ल त्यहाँ यहाँ जानुपर्ने हुन्छ हामी धेरै राम्रो सो गाइज हामी चाहिँ ठ्याक्कै रेजिस्ट्रेसन गरेर पनि हिँडिसकेका छौँ यो एरिया चाहिँ एकदम हेज हग हिँड्ने एरिया रहेछ हेज हग भन्छ कि हेज डग भन्छ है हेज हग अरे न म आफू कन्फ्युज भएको अहिले तपाईँहरूलाई यसो देखिसकेपछि चाहिँ होइन ओहो उहाँहरूले पनि सुन्नुहुन्छ उहाँहरूलाई पनि थाहा छ भने भएर सो यु गाइज नो इट्स अ हेज हग हेज डग जहाँसम्म चाहिँ हेज हग जसलाई अनि त्यही हो अनि इट्स भेरी नाइस हेर्नु सक्नुहुन्छ तपाईँले भेरी नाइस इन्भाइरोमेन्ट भेरी नाइस यस्तो दामी युनिभर्सिटी आई रियली लाइक म आफैलाई पढ्न मन लाग्यो सो देयर इज one more camera moving over there I don't know if I can film or not or can I check with her तपाईँहरूले देख्न सक्नुहुन्छ लाइक वी आर
इन हार्ट फर साई युनि अनि यहाँ चाहिँ टक्क पारेर हामी टक्क त्यो रेजिस्ट्रेसन गरेर आइसकेपछि चाहिँ बास्केटबल कोर्ट पनि छ यहाँ यु क्यान सी द बास्केटबल कोर्ट अनि त्यहाँ फुटबल ग्राउन्ड पनि छ सानो अनि अझै छ होला हामी आफै टुर गरेर छौँ गाइज अब तपाईँहरू के टुर गराउनु भन्नुहोस् त हामी आफै अचम्म परिरहेको छौँ यहाँ यो चराको नाम तपाईँहरूलाई थाहा छैन यसो कमेन्टमा लेखेर भनिदिनु होला मलाई चाहिँ ठ्याक्कै घरमा कलर मनपर्ने यस्तै कलरहरू हो मेरो बुढीलाई पनि है सुन्नु अनि ऊ त्यस्तो टक्कै भेरी नाइस Schofield Court अनि अचम्म त लागेन तिमीलाई कृपया तपाईँहरू आउँदाखेरि चाहिँ तातो लुगा लिएर आउनु होला ल्याएर एन्ड सिस्टर हेमा अनि हामी के खाने त्यो व्युवर्सहरूलाई चाहिँ कल गर्नुपर्छ क्या है guys, it's so nice. देख्यो यसमा कार्ड मात्रै हुने रहेछ क्या यो युनियन How are you feeling? अलिकति नाच्देऊ न त नाच न अलिकति Vibe is just different. That's nice. बस्न चढ्नु पनि हामी 644 को बस्न चढ्यो यहाँ किन हिँडेको यसै अब कहाँ पुग्छ अब ब्रदर त्यहाँ पुग्छ भने त त्यहाँ पुग्छ भनेको पुगिहाल्छ जहाँ झर्नुमा त्यहाँ पुग्छ भने अब चढ्यो क्या म गाइज फाइनली एउटा बस टर्मिनेट भएर हामीले जुन 614 को बस लिनुपर्ने आज अब सायद अलिकति हामी रिसर्च नगरिकन 644 को बस पनि त्यहीँ जान्छ भनेर चढेर हिँडेको पूर्व गएर पश्चिम गएर फेरि पूर्वै पुऱ्याइदिने कुरा भएपछि हामी फेरि पश्चिमतिर झरेर अहिले फेरि अर्को बस लिएर गयो फेरि त्यो बस पनि टर्मिनेट भएर बल्ल तल अहिले चाहिँ बल्ल SL1 को बस जाँदैछौँ हामी अनि यो बसबाट पनि झरेर अर्को एउटा बस फेरि लिनुपर्छ त्यो बस झरेर पनि अझ अर्को एउटा बस लिनु अब यो झरेपछि अर्को एउटा बस 123 को बस लिनुपर्छ सो गाइज हामी बिहान हिँड्दामा चाहिँ अब खाना पनि छैन रात परिसक्यो आज युनिमा अलिकति त्यो फेयर लाग्यो भएर अहिले त्यहाँतिर यताउता नि हेर्न थाल्यो घुम्न थाल्यो अनि त्यही भएर ढिलो पनि भयो सो त्यो कार्ड देखाइदेऊ न ल स्टुडेन्ट अब चाहिँ अफिसियल्ली फुल रेजिस्ट्रेसन भयो आजबाट चाहिँ सो त्यही हो गाइस इन्जोय पनि भइरहेछ धन्न वासरुम लागेको छैन त्यही ठुलो कुरा हो युकेमा अहिले भोकै भन्दा नि बरु वासरुम नलागेको त्यही बेस्ट हो बरु अब गाइस अब हामी अहिले त्यहाँ अर्को स्टेसनमा पुगिसकेपछि त्यहाँ पनि खिचेर देखाउँला तपाईँहरूलाई अब अहिलेको नाइट भ्यू चाहिँ यस्तो छ खासै बत्तीहरू बलेको छैन अब आजकल यहाँबाट चाहिँ आजबाट चाहिँ एकदम चाँडै अँध्यारो हुन्छ किनभने हिजो थियो लास्ट डे लङ्गेस्ट आवर डे भनेर अब आजबाट चाहिँ एकदम चाँडो नाइट हुन्छ त्यही हो अलराइट सी गाइस त्यो बिजक छ कि अब कुरै छोड्दैन यहाँ अब 4वटा बस्दा टर्मिनेट भइसक्यो क्या अहिले अघि घर पुगिसक्ने हेर न अहिलेसम्म हामी यहीँ छौँ हामी चाहिँ अब अहिले बाटो काट्दै हिँड्दै आएर त्यहाँ बस ड्राइभरलाई सोधेँ एउटा बस ड्राइभरलाई उसले चाहिँ यहाँ टक्क स्टेडियममा जानुहोस् त्यहाँबाट बस चढ्नुहोस् भनेको अब यहाँबाट एउटा बस चढ्ने हो
अनि त्यहाँबाट फरेस्ट रोडसम्म गएर अनि त्यहाँबाट बल्ल 1 2 3 को बस चढेर घर पुग्ने हो। यस्तो बिजोग भएर खाने बरु नेपालमा यस्तो हुँदैन है। त्यहाँ नेपालमा त बरु बस कहिले पनि टर्मिनेट त हुँदैन है, त्यो जस्तै भयो भने। यहाँ चाहिँ अति नै क्या, यहाँ फेरि त्यो स्टेसन बनाइराखेको अरे, अनि त्यो स्टेसन बनाइरहेको भएर पनि यस्तो भएको भन्छ नि। अब के गर्नु, अब त्यो अब प्रभु जानु न अब। सो गाइज वी आर इन्जोइङ। अब यस्तै हो स्ट्रगल फर्स्टमा इन्जोय गर्नुपर्ने, अब त्यही त हो नि हामीले गरिरहेको छौँ अहिलेसम्म त होइन। अब हेरौँ बाँकी चाहिँ अब के हुन्छ हेरौँ। अलराइट गाइज, सो हामी चाहिँ अब रुममा पनि आइसक्यौँ, खाना पनि खाइसक्यौँ। अघि चाहिँ एकदम भोक लागेको भएर एकदम फ्रस्ट्रेसन भएको भएर त्यो जुन बसहरू पनि बिचबिचमा एकदम के अरे यो टर्मिनेट भएको भएर चाहिँ हामीले चाहिँ एकदम फ्रस्ट्रेट भयो। त्यतिखेर भिडियो खिच्नु पनि मन थिएन लाइक, अनि रात पनि परिसकेको थियो। सो हामी घर आयो, अनि त्यहाँबाट रिता बहिनीले चाहिँ पिज्जा पनि राखेको छ डोमिनोजबाट, यत्रो ठुल्ठुलो 4 पिस जति। अनि एकदम क्रेभिङ भइरहेको थियो। बहिनीलाई पनि एकदम धन्यवाद त्यो पिज्जाको लागि, खाना पनि बनाइराखेको थियो बिचरा। अनि एकदम टक्क भोक लागेको बेला खानासाना खायो, अनि फ्रेस भएर अहिले अब रेस्ट गर्न गएको। अनि त्यहाँ त्यही भएर अनि हामी चाहिँ फ्रेस भएर चाहिँ म चाहिँ फ्रेस भएर म खानासाना खाएर एकदम फ्रेस भएर अब चाहिँ सो रेस्ट गर्न लागेको। सो आजको लागि यति नै। आजको ओभरअल एक्सपिरियन्स भन्ने हो भनेदेखि हर्टफोर्ड इट्स भेरी बिग, इट्स भेरी नाइस, लट्स अफ अपर्च्युनिटिज तपाईँहरूले गर्न सक्नुभयो भने। सो सकेसम्म तपाईँहरू पनि हर्टफोर्डमै आउने ट्राई गर्नुहोस् अरू युनिभर्सिटी भन्दाखेरि। अनि बाँकी भनेको यु विल सी हाउ इज हर्टफोर्ड। तपाईँ आफै आफ्नो फेस टु फेस देख्दाखेरि जुन आफ्नो आँखाले देखे जस्तो हुँदैन क्यामेरामा होइन। त्यही भएर तपाईँहरू आफै हेरेर यु क्यान एक्सपिरियन्स भेरी नाइस युनिभर्सिटी। मलाई चाहिँ एकदम मन पऱ्यो, अनि तपाईँहरूलाई आशा राख्दछु तपाईँहरूलाई पनि मन पऱ्यो होला। सो आजको भिडियो यति नै गाइज। हाम्रो र भिडियो तपाईँलाई सायद मन परिरहेको छ कि छैन त्यो आफ्नो ठाउँमा छ, बट वी आर ट्राइङ आवर बेस्ट टु गिभ अ नाइस वान। अहिले केही समय चाहिँ हामी र नै हाल्छौँ, अनि पछि चाहिँ अलिकति काटकुट गरेर एडिट गरेर हाल्नु न, त्यतिखेर चाहिँ यसो ब्याकग्राउन्ड म्युजिक सहित। सो टिल देन स्टे ट्युन। सबैजना आफ्नो ख्याल गर्नु होला। यो समय अलिकति दसैँको टाइम मुखमा छ, त्यही अब तपाईँहरू घर छोडेर कहीँ जाँदै हुनुहुन्छ भनेदेखि आफ्नो छरछिमेकीहरूलाई पनि यसो खबर गर्ने चाहिँ बानी गर्नु होला। र बाँकी भनेको त्यही हो, स्टे सेफ। ट्राभल सकेसम्म नगरेको राम्रो, किनभने यतिखेर पहिरो जानेदेखि लिएर अनेक भन्छ भिडभाड, मान्छे एकदम धेरै ट्राभल भइरहन्छ। त्यही भएर आफूहरू केयर गर्नुहोस्, खाना ठिकै खानुहोस्, धेरै नखानुहोस्। यो दसैँको टाइममा फुड पोइजनिङ अनेक हुनसक्छ। सो अनि टोबी वी मिस यु सो मच, वी लभ यु सो मच टोबी। बी नाइस, स्टे सेफ एन्ड take care buddy, we love you so much and we'll come soon to pick you here in UK. त्यही हो, यहाँको UK को बसोबास हाम्रो पनि राम्रो हुँदैछ। सो होपिङ फर द बेस्ट। अनि त्यहाँबाट हाम्रो रिता बहिनीलाई पनि धन्यवाद यहाँ खाना पिज्जाको लागि। अनि द्याट्स अल गाइज। सो गुड नाइट एभ्रिवान, बाई बाई।